Hello everyone, mic test थियो हैन र वेलकम ब्याक टु द च्यानल। आज हामी फेरि क्लास 11 कै एउटा नयाँ च्याप्टर हेर्न जाँदैछौँ र यो चाहिँ म्याथमेटिक्स भित्र पर्दछ। यसको नाम हो लिमिट्स। म्याथमेटिक्सको एउटा च्याप्टर लिमिट हामी हेर्न जाँदैछौँ र यो फेरि अगेन यो टिचिङ भिडियो भन्दा नि लर्निङ भिडियो हो। त्यसै कारणले मैले गरेका सल्युसनमा केही प्रब्लम हुन सक्छन् कि त मेरा कन्सेप्टमा केही मिस्टेक देखा पऱ्यो भने कमेन्ट गरिदिनु होला। तर आई क्यान ग्यारेन्टी द्याट मैले गरेका 90% प्रब्लममा मिस्टेक हुँदैनन् हैन, कुनै कुनैमा हुनुस् स्वाभाविक कुरो। र त्यसै कारणले हामी पहिला तपाईहरुलाई म के भन्न चाहन्छु भने बेसिकली लिमिटको अन्डरस्ट्यान्डिङ हल्का दिइहाल्छु हैन। लिमिट as x approaches to a f of x is equal to b छ भने यो फंक्सन fx मा ल एउटा ग्राफै बनाएर म बुझाइदिन खोजेँ। सपोज फंक्सन fx को यस्तो छ अरे हाम्रो ग्राफ, ठीक छ। अनि यो पोइन्टको नाम a राखे मैले। यो पोइन्टको a तिर x अप्रोच गर्दैछ भनेपछि हाम्रो x कता यहाँबाट यताबाट पनि जाँदैछौ, यताबाट पनि जाँदैछौँ यो पोइन्ट a तिर। अब यो पोइन्ट a तिर जाँदा y भ्याल्यु यसको करेस्पोन्डिङ कति आउँछ, त्यो b आयो सपोज भनेपछि यसको लिमिट b हो क्या। यसरी बुझ्नु पर्यो। र धेरैवटा नर्मल युजुअल केसमा चाहिँ फंक्सनल भ्याल्यु र लिमिटको भ्याल्यु चाहिँ बराबरै हुन्छ। कहिलेकाहीँ झुकल यस्तो पनि हुन सक्छ क्या, जस्तो कि यो पोइन्ट यहाँ खाली भएर यहाँ थियो भने त हामीले b यहाँ भन्न पाइएन नि त। यताबाट जाँदा त जेसुकै भए पनि यसको करेस्पोन्डिङ भ्याल्यु त यो होला कि त यहाँ केही पनि छैन भने त यो अनडिफाइन्ड या इन्फिनिटी या केही लेख्नु पर्ने हुन्छ हामीले। त्यसै कारणले लिमिटको कन्सेप्ट इम्पोर्टेन्ट छ हैन। अब अहिले हामी बेसिकली के हेर्छौँ भन्दा केही फर्मुलाहरू हेर्छौँ त ल। भनेको अब फर्स्ट फर्मुला भनेको फर्मुलाज भनेर लेख्थेँ मैले। पहिलो फर्मुला के छ, लिमिट एज x approaches to a of x to the power n minus a to the power n by x minus a is equal to n a raised to the power n minus 1। अब यो फर्मुला हेर्दा सजिलो छ र गर्न पनि सजिलो छ। यो फर्मुला किन युज भयो भन्ने कुरा आउँछ। कहिले पनि हामी हावाको तालमा फर्मुला चलाउँदैनौँ। फर्मुला चाहिँ केही उपाय नलागेको अवस्था मात्रै हो। जस्तो कि तपाईले साधारण रूपमा फंक्सनल भ्याल्यु या प्लट गर्न खोज्नु भयो भने के हुन्छ हेर्नु है त। x टु द पावर यो भनेको त a टु द पावर n हुन्छ, यो पनि a टु द पावर n हुन्छ, माथि 0 आउँछ अनि यो पनि
cos d 2 cos c plus d by 2 into sin c minus d by 2 ठीक छ। अब यो सकिसक्दा तपाईहरुले अर्को कुन फर्मुला याद राख्नुपर्छ भन्दा नि 4 cos c minus cos d 2 sin c plus d by 2 into sin c minus d हैन, यहाँ चाहिँ d minus c by 2। र मलाई एउटा फर्मुला मैले लेखेकोमा अलिकति डाउट लाग्दैछ कि म हेरिहाल्छु ल। अघि होइन ल ठिक छ, अहिले म एकछिनतिर ल ठिक छ। अब हेरौँ है त फर्मुला मलाई जस्तो कि डाउट लाग्यो एउटामा, ठिक छ। के गर्ने त डाउट लाग्दा भन्दा मलाई केमा डाउट लाग्यो, cos c plus cos d is equal to 2 cos c plus d by 2 into sin c minus d by 2 मा डाउट लागेको छ हैन। यहाँ साइन हुनुपर्ने हो कि यहाँ cos हुनुपर्ने हो क्या, म त्यसमा डाउटेड छु अहिले। अब भने c is equal to cos को कुन भ्यालु चाहिँ हाम्रो 1 हुन्छ त हेरौँ। cos 0 भनेको 1, d पनि 0 राखिदिउँ। cos c 1 plus cos d 1 is equal to 2। यो कति हो, 0 plus 0 by 2 भएपछि 0 हुन्छ into 1 डट हैन। अब साइन 0 minus 0 0 by 0 2 0, यहाँ कुरो बिग्रियो, यहाँ त 0 आउने भयो भनेपछि यो मिलेन। अब यदि यहाँ साइनको सट्टा हाम्रो cos थियो भने के हुन्छ हेरौँ है त। हैन त्यो हेर्नु पर्यो नि त। यो जस्तो कि 2 त भइहाल्छ इन्टु 1 इन्टु फेरि यो 0 बाई यो 0 1, यो त 1 हो। त्यसो हुनाले हाम्रो फर्मुला यहाँ साइनको सट्टा cos हुँदो रहेछ भन्ने कुरो पत्ता लाग्यो, ठिक छ। अब हेर्नु त, अहिले मलाई डाउट थिएन भने मैले तपाईहरुलाई भन्न सक्ने थिइनँ क्या। अब फर्मुला चेक गर्न पनि सक्यो नि त कुनै अवस्थामा मिलेन भने। अब कसरी याद राख्ने म सिम्पली तरिका भनिदिइहाल्छु। साइन छ भने यस्तो क्या, अब c plus d by 2 c minus d by 2 त सबैमा भइहाल्छ, अगाडिकोमा c plus d by 2 पछाडिकोमा c minus d by 2, यो एउटा एक्सेप्सन हो, म अहिले एकछिनतिर भनिदिइहाल्छु हैन। अब तपाईले सबैमा प्राय हेर्नु भने साइन छ भने दुईटै रेसियो देखिनु पर्यो, साइन छ भने दुईटै रेसियो देखिनु पर्यो, cos छ भने एउटा मात्र देखिन्छ क्या हैन। अनि त्यसपछि सबै थोक प्रडक्टमा हुन्छ र अगाडिको साइनमा के हुन्छ, साइन पछि cos आउँछ नि, हामीले भन्दा पनि साइन cos tan भन्छौँ नि, भनेपछि सुरुमा साइनै राख्ने c plus d by 2 cos फेरि उल्टाइदिने। अनि त्यसपछि साइन c प्लसमा पो त्यो हो त माइनस भयो भने अब यो अपोजिट गरिदिने क्या, ठाउँ फेरिदिने। 2 cos c plus d by 2 sin c minus d by 2। अब cos को प्लस छ भने के गर्ने, दुईटै cos हो, जे थियो त्यही गर्ने। अब यो c minus d र d minus c एउटै हो। अब cos को माइनस हो भने के गर्ने, cos मा त जहिले दुईटै रेसियो आउँछ। अब यहाँ cos थियो भने अब फेर्नको लागि के छ, साइन चाहियो भनेपछि दुईपट्टि नै साइन राखिदिने। लास्टमा यति याद राख्नु, c minus d हुँदैन, यहाँ चाहिँ d minus c by 2 हुन्छ, यति हो राख्नुपर्ने याद, ठिक छ। अझै म केही फर्मुला लेखिदिन्छु है त। sin 2 theta is equal to 2 sin theta cos theta। 6 मा लेखिदिन्छु sin 3 theta is equal to 3 sin theta 4 sin cube theta। 7 मा cos 3 theta is equal to 4 cos cube theta minus 3 cos theta। यो चाहिँ युज हुँदैन प्राय, यो यिनीहरू चाहिँ प्राय युज हुँदैन यो दुईटा। तैपनि मैले किन लेख्दिएको भन्दा कुनै प्रश्न आइहाल्यो भने युज गर्नुपर्ने अवस्था आयो भने युज गर्न सकिन्छ भनेर। क्लास 10 मा अप्सनल म्याथ पढ्नु भएकोहरूलाई त यो फर्मुला सजिलै लाग्छ। अब 8 नम्बरमा हेरौँ,
tan 2 theta is equal to 2 tan theta divided by 1 minus tan square theta 9 मा cot 2 theta is equal to cot square theta minus 1 by 2 cot theta जस्तो लाग्छ यो टेस्ट गर्ने क्या अब जस्तो कि cot 90 भनेको 0 हो भनेपछि यसलाई मैले 0 राखिदिएँ ल यो आन्सर 0 आउनुपर्छ यो कति हो cot स्क्वायर 0 भनेपछि 0 minus 1 minus 1 अनि त्यस पछाडि यो 0/2 यो मिलेन कटे कट भी -1 / 2 कटे ठिकै छ त राइटै हो फर्मुला हैन कट स्क्वायर -1/2 कटे यो फर्मुला चेक गर्नु होला त्यही पनि म चेक गर्न दिन्छु यो दुईटा पनि प्राय युज हुँदैन अब अलिकति बढी युज हुने भनेको मैले देखाइको हैन यो 5 वटा चाहिँ भेरी इम्पोर्टेन्टै छन् यति 5 वटा अनि यो पनि यो त अति नै युज हुन्छ अब लास्टली एउटा दुईटा छन् धेरै युज हुने भनेका 10 नम्बरमा हेरौँ है sin a plus b sin a cos b plus cos a sin b 11 मा मैले दुईटा भने तर हुन चाहिँ 4 वटा हुन् यसलाई माइनस पार्दा sin a minus b भनेको के हुन्छ sin a cos b minus cos a sin b 12 मा के आउँछ भन्दा cos a plus b यो पनि सजिलै छ cos a cos b minus sin a sin b यो प्लस यहाँ आयो भने यहाँ माइनस आउनै पर्यो के सिस्टम त्यस्तो छ 13 मा cos a minus b cos a cos b plus sin a sin b यो पनि भेरी इम्पोर्टेन्ट हो चाहिन सक्छ र एउटा कुरा चाहिँ के गर्नु भने नि फर्मुला रट्ने हैन भिजुअली याद राख्ने हो क्या हेरेर मैले 10 मिनेट जति फर्मुला हेर्ने सकिन्छ भने नयाँ त रट्ने भएको उपाय हुँदैन कतिको तर म चाहिँ भिजुअली याद राख्नेलाई बेटर प्रिफर गर्छु जस्तो कि तपाईले रट्नु नराम्रो गरी रट्नु भयो रे अब यो फर्मुला युज गर्ने ठाउँमा आइपुग्नु हो तर तपाईलाई थाहा नै हुँदैन क्या यो यस्तो फर्ममा छ भने पनि यो फर्मुला युज गर्ने कि नगर्ने सोच्नु पर्छ 10 वटा फर्मुला ट्राई गरेपछि यो फर्मुलाको लिस्टमा 11 नम्बरमा नाम आयो भने अनि मात्रै गएर यो फर्मुला लाग्छ भन्ने थाहा हुन्छ तर सबै फर्मुलालाई भिजुअली याद गरियो भने त्यो क्वेशनको त्यो अवस्थामा हेर्दा यो फर्मुला जस्तो फर्ममा छ भने फर्मुला लाउन सकिन्छ फर्म हेर्न त हो फर्म हेर्नु भनेको त भिजुअली हेर्नु हो नि त अनि यो फर्मुलाको फर्म पनि भिजुअली याद छ भने ठ्याक्कै आन्सर निस्क्यो ल अब चाहिँ हामी लिमिट सल्भ गर्छौं ल सल्भिङ लिमिट्स तरिकाहरु म देखाउँछु है 1 नम्बरमा भ्यालु पुटिङ भ्यालु मेथड भने जस्तो कि लिमिट as x approaches to 0 f of x भन्नु अरे अनि fx is equal to 2x plus 3 थियो भने यसलाई के भन्नु पर्छ लिमिट as x approaches to 0 fx को सट्टा 2x plus 3 हो 2x plus 3 अब म के भन्छु भने एउटा ठुलो ब्र्याकेट चाहिँ दिइराख्नु है मैले भिडियोमा दिन बिर्सेँ भने पनि तपाईहरुले दिनु होला एक्जामको बेला चाहिँ इम्पोर्टेन्ट हो किनभने यो लिमिट यसो भएको भन्ने बुझ्नु पर्छ ठीक छ अब यो के हुन्छ भ्यालु हाल्दिने हेर्ने क्या पहिला यहाँ मैले x को ठाउँमा 0 हाल्यो भने यो यस्तो फर्म आउँछ आउँदैन ठीक छ यो आउँछ यो पनि आउँदैन यो आउँछ यो पनि आउँदैन यो पनि आउँदैन यो पनि आउँदैन 1 2 3 4 5 6 अब अर्को के होला र 1 को पावर ल सपोज यो यहाँबाट केही पनि आउँदैन भने भ्यालु हाल्न पाइन्छ क्या यिनीहरु चाहिँ इन्डिटरमिनेट फर्म हुन् यो चाहिँ हामीलाई अभोइड गर्नु छ
जबसम्म यस्तो फर्म देखा पर्दैन तबसम्म भ्याल्यु हाल्दै गर्ने, बेस्ट केही गर्नै परेन, एकै सेकेन्डमै एन्सर आउँछ। जस्तो कि मैले 2 × 0 + 3 गर्ने भने कति आउँछ, यो त 0 भएको 3 आयो भ्याल्यु हैन। अनि फेरि जबसम्म भ्याल्यु हालिँदैन नि, जस्तो कि मैले यहाँ हालेँ, मैले लिमिट लेख्न छोडेँ, तर भ्याल्यु नहालिन्जेल जबसम्म x को टर्ममा लेखिन्छ नि, x लेखिराखिन्छ तबसम्म लिमिट पनि लेखिराख्नुपर्छ, नयाँ मार्क्स पाइँदैन। अब म एउटा अर्को फर्मुला भन्छु फेरि, सम लिमिट रुल्स सिम्पल छ। लिमिट एज a टेन्ड्स टु b छ अरे, x टेन्ड्स टु b छ अरे, x प्लस अर माइनस g अफ x छ भने र लिमिट x टेन्ड्स टु b अफ f अफ x प्लस अर माइनस लिमिट x टेन्ड्स टु b अफ g अफ x भन्न सकिन्छ क्या। भनेको प्लस माइनस केही छ भने लिमिटलाई छुट्याइदिन पाइन्छ दुईटै टर्ममा, ठिक छ, र बिचमा पनि प्लस माइनसै आउँछ। त्यही भएर मैले दुईचोटि लेख्नुको सट्टा एकचोटिमै लेखिदिएँ, ए भयो अब बी। लिमिट x टेन्ड्स टु a fx बाई यो भयो नि लिमिट x टेन्ड्स टु a fx बाई लिमिट x टेन्ड्स टु a gx। बिचमा डिभाइड छ भने डिभाइड गरेर छुट्याइदिन पाइन्छ। सी नम्बर लिमिट x टेन्ड्स टु a ल gx टाइम्स fx लेख्छु ल योपालि, कति fx gx लेख्नु ल gx इन्टु fx छ भने यो त अब गेसै गरिसक्नु होला। लिमिट x टेन्ड्स टु a fx डट लिमिट x टेन्ड्स टु a gx। अब यो gx लाई अगाडि राख्दा पनि हुन्थ्यो किनभने यहाँ त प्रडक्ट फर्ममा छ। फेरि डिभिजनमा चाहिँ gx लाई माथि राख्छु भन्न पाइँदैन हैन। यो एउटा इम्पोर्टेन्ट कुरा हो, जान्नुपर्छ। र यो फर्मुलाहरूसँगै यसलाई पनि जोड्न सक्नुहुन्छ। यो कुराहरू भइगयो। अनि लास्ट एउटा चिज ल डी नम्बर कन्स्ट्यान्टको भन्ने, जस्तो कि लिमिट छ अरे x टेन्ड्स टु a अनि 2x² प्लस 4x प्लस 6 छ अरे फङ्सन। त्यसमा के गर्न सकिन्छ भने यसलाई लिमिट x टेन्ड्स टु a 2 कमन दाने भने मैले x² प्लस 2x प्लस 3 हुन्छ। अब यो 2 लाई चाहिँ लिमिटको बाहिर लान पाउँछु क्या। 2 टाइम्स लिमिट अफ x टेन्ड्स टु a x² प्लस 2x प्लस 3, तर 2 चाहिँ पुरै अर्थक सबैबाट कमन आएको हुनु पर्यो कि त कन्स्ट्यान्ट हुनु पर्यो, यस्तो पनि गर्न पाइयो। लिमिट छ अरे x टेन्ड्स टु a छ अरे 5x³ छ भने यसलाई 5 बाहिर निकालेर लिमिट x टेन्ड्स टु a अफ x³ पनि गर्न पाइन्छ, ठिक छ नि। ल यो मैले इक्जाम्पल पनि लेखिदिएँ। अब पहिलो भ्याल्यु मेथड हैन, यसलाई मैले यसो गर्नु पर्ला, यो उठाएर अर्कै ठाउँमा लान्छु किनभने यो मिक्स भयो नि त, कटै गरेँ। अलिकति गलत ठाउँमा पेस्ट भयो, केही छैन। ल ठिक छ हैन। ल पहिला भ्याल्यु मेथड 2 नम्बरमा फ्याक्टराइजेसन। फ्याक्टराइजेसनमा जस्तो कि लिमिट x टेन्ड्स टु a 2x² प्लस 6x प्लस
4 छ अरे ठीक छ यो क्वाड्रेटिक इक्वेसन हो नि यसलाई फ्याक्टराइज गर्दा x टेन्ड्स टु a हैन ल x टेन्ड्स टु 0 क्वाड्रेटिक इक्वेसन हो यसलाई फ्याक्टराइज गर्न सजिलै सकिन्छ जस्तो कि लिमिट x टेन्ड्स टु a अब यो 4x + 2x हुन्छ त्यसैमा मैले 2x कमन तान्यो भने x + 2 कमन रहन्छ हो प्लस यहाँ 2x 2 कमन तान्यो भने x + 2 रहन्छ भएपछि x + 2 x + 2 आउँछ मैले स्पिडमा लेखेको तपाईहरुलाई देखाइरहनु आवश्यकता छैन यो किनभने तपाईहरुलाई पनि गर्न त आउँछ नि त यो x + 2 अनि अर्को पनि x + 2 को होल स्क्वायर भयो भनेको यो हाम्रो फ्याक्टराइज्ड फर्मुला आयो हो र यो x टेन्ड्स टु कति हो 0 यो चाहिँ थाहा पाउनुपर्छ अब चेक गर्नको लागि के गर्ने चेक गर्नको लागि एकछिन ल 2x + 2 पो हो त यो त के होइन मैले कहीं मिस्टेक गरेँ प्लस 4x + 2x + 4 = लिमिट र मैले राम्ररी गरेँ यो पालि as x tends to a 2x x + 2a 2x हो प्लस 2x + 2a त्यो आउने रहेनछ भन्ने बुझ्यो लिमिट as x tends to a 2x + 2 times x + 2 यो इक्जाम्पल मैले किन लिए भन्दा नि यो इक्जाम्पलले धेरैवटा चीजलाई डेमोन्स्ट्रेट गर्न सजिलो गर्छ किन भन्दा यो लिमिट x tends to a हो अब यहाँबाट 2 कमन आउँछ नि मैले ताने x + 1 x + 2 अब अघि मैले के भनेको थिएँ कुनै पनि एउटा कन्स्ट्यान्ट छ भने त्यसलाई बाहिर निकाल्न पाइन्छ क्या त्यसो भए मैले 2 लाई बाहिर निकाल्न पाएँ किनभने 2 त बाहिर प्रडक्टमा छ 2 टाइम्स लिमिट अफ x tends to a हैन खाली ए लेख्दै रहेछु 0 है x tends to 0 x + 1 times x + 2 अब म गरिहेर्छु है त लिमिट हटायो भने चाहिँ मैले भ्यालु हालेँ 2 * x भनेको 0 + 1 0 + 2 हो यो कति भयो 2 * 1 * 2 कति आयो 4 आयो नि अब यो बाहिर निकालेर आएको एन्सर अब तपाईले यही भ्यालु हाल्नु भएको थियो भने के आउँथ्यो भन्ने कुरा हेरौँ है त र मैले सर्टमा लेख्दै 2 * 0 + 2 * 0 + 2 हो यो त 0 हो भनेपछि 2 * 2 = 4 आउने रहेछ ठीक छ नि यो हो क्या फ्याक्टराइज गर्नेको फाइदा तर एउटा कुरो हेर्नु मैले यो हावामा फ्याक्टराइज गरेको क्या फ्याक्टराइजेसन राइट छ एन्सर निस्क्यो त्यो पनि राइट छ तर एउटा चीज के रङ छ भने गर्नुपर्ने थिएन मैले तपाईहरुलाई टेस्टिङ लिएको भनौँ न टेस्ट गरेको यो कुरा मैले सबै थोकमा टेस्ट गर्न खोजेको हैन यो चीजमा मात्र क्या यसो कस्तो भन्नु अब लिमिटको क्वेशनमा तपाईहरुले अलिकति मैले अघि भनेको कुरालाई कतिको पक्रिनु भएछ भन्ने कुरा जान्न खोजेको मात्रै हो र यहाँनेरि किन भन्दा मैले अघि के भने भ्यालु पुट गर्न सकिन्छ त 0/0 आएन भने हैन यहाँ 0/0 आउँछ कि त इन्फिनिटी माइनस इन्फिनिटी आउँछ कि त इन्फिनिटी बाइ इन्फिनिटी पनि आउँदैन यो पनि आउँदैन यो पनि आउँदैन यहाँ केही पनि आउँदैन 0/0 भन्छु म कमनली किनभने म्याक्सिमम आउने त्यही हो तर यो सबै यिनीहरु मध्ये कुनै पनि एउटा आयो भने हामीले भ्यालु पुट गर्न पाइदैन ठीक छ अब यहाँ हेर्नु भ्यालु हाल्ने क्या सिधै भ्यालु हाल्दिने नि यहाँबाट 2 * 0 को स्क्वायर प्लस 6 * 0 प्लस 4 यो 0 यो पनि 0 यो पनि 4 भएपछि आन्सर आयो 4 ल हेर्नु एक स्टेपमा आन्सर आएन यहाँ 1 यहाँ त अझै बढी होला ल हेर्नु 1 2 यो यहाँदेखि हो नि 1 2 3 4 5 6 नम्बरको स्टेपमा 7 नम्बरको स्टेपमा आन्सर आएको छ यहाँ 1 2 3 स्टेपमा आयो
भनेपछि जहिले पनि फर्म हेर्ने क्या यो कुन फर्ममा छ त। यदि इन्डिटर्मिनेट फर्ममा छैन भने केही पनि सोच्ने होइन, केही सोच्ने नै होइन। त्यही भएर मैले यो डाइरेक्ट सुरुमा गरेँ तपाईँहरूलाई अब यो कसरी गर्ने भन्ने नआओस् भनेर। तर नआओस् भनेको दिमागमा एकछिनको लागि नआओस्, यो कतिको आउँछ भनेर मैले टेस्ट गर्न खोजेको है। र पहिला फर्म हेर्नु पऱ्यो, यसले किन हावामा फ्याक्टराइज गर्दैछ त, त्यो पनि त हेर्नु पऱ्यो। र अब यहाँनिर 0/0 आउने अवस्था थियो भने फेरि गर्नुपर्ने हुन्थ्यो। यतिकै पनि गर्दा त केही छैन, टाइम छ भने गर्नु। यो हाम्रो ल अर्को पनि एउटा इक्जाम्पल दिउँ नि तपाईँले। र त्यो इक्जाम्पल चाहिँ के भन्दा नि लिमिट एज एक्स टेन्ड्स टु 0 एक्स स्क्वायर माइनस 9 बाई यो त अलिकति मिलेन हौ, एक्स टेन्ड्स टु 3 ल एक्स माइनस 3 छ अरे। यसलाई मैले सिधै भ्याल्यु हालेँ त, 3 को स्क्वायर 9 माइनस 9 बाई 3 माइनस 3 कति आयो 0/0। यो देखाउनु पर्दैन, देखाइरहनु परेन। हाम्रो 0/0 आयो भनेपछि यसको कुनै अर्थकै तरिकाले एन्सर निकाल्नु पर्ने हुन्छ। यहाँ ब्याकेट दिने 0/0 फर्म लेखिदिउँ। यो चाहिँ आफै दिमागमा गर्ने हो कि त रफमा लेखेर गर्दा पनि हुन्छ है। ल अब यसलाई के गर्ने, लिमिट एक्स टेन्ड्स टु 3 यो के हो एक्स स्क्वायर माइनस 3 स्क्वायर बाई एक्स माइनस 3 हो कि होइन, भनेपछि एक्स माइनस 3 टाइम्स एक्स प्लस 3 को लिमिट। मैले त बिर्सेँ अहिले, त्यही भएर यो बिर्स्यो भने खेल खतम हुन्छ क्या। यति चाहिँ सम्झिनुपर्छ जहिले लेख्न, अल्छी लाग्ला एउटा कुरो। लिमिट एक्स टेन्ड्स टु 3 होइन, ब्राकेट म यो ठुलो ब्राकेट जहिले दिइराख्दिनँ ल, यहाँ लेख्न गाह्रो हुन्छ। डिभाइडेड बाई एक्स माइनस 3 छ, यो र यो काटिए एक्स टेन्ड्स टु 3 एक्स प्लस 3 मात्रै भयो, भ्याल्यु हालिदिएँ मैले 3 + 3 = 6 आयो, सक्यो, कामै सक्यो। अब यो क्वेसनलाई कसरी अर्को तरिकाले गर्न सकिन्छ भने मैले अघि माथि दिएको एउटा फर्मुला थियो नि नम्बर 1 मा, यो फर्मुला यो लाएर पनि गर्न सकिन्छ। ठिक छ। अब कसरी भन्दा यति मात्रै साह्रै त, कपी यहाँ ल्याएर पेस्ट, जस्तो कि यसलाई 0/0 फर्म लेखेँ। अब फर्म त्यति लेखेपछि लिमिट एक्स टेन्ड्स टु 3 भनिदिने, यही क्या एक्स क्युब माइनस 3 क्युब बाई एक्स माइनस 3। यो अब मैले अहिले तपाईँहरूलाई देखाउनु मात्रै खोजेको है। लिमिट एक्स टेन्ड्स टु ए एक्स टु द पावर n माइनस ए टु द पावर n बाई एक्स माइनस ए छ अरे। यहाँ एक्स सँगै छ, ए को ठाउँमा 3 छ, यो पनि छ, यो पनि छ, इजिकल टु कति हुन्थ्यो n a पावर n माइनस 1 हुन्थ्यो नि। अब यहाँ n कति छ 3 इन्टु a, 3 को पावर n 3 माइनस 1, 3 इन्टु 3 को स्क्वायर, 3 इन्टु 9 27 हो। अब यहाँनिर हाम्रो कहीँ मिस्टेक भयो, किनभने यहाँ 27 त आउँदैन। एकचोटि हेरौँ है। ए यहाँ 3 होइन नि त पावर, मैले त्यही त लेख्नमा मिस्टेक गरेँ, यो त पावर 2 हो नि त खासमा। एक्स स्क्वायर माइनस 3 को स्क्वायर थियो, यहाँ पनि 3 हुँदैन, यहाँ 2 हुन्छ। किन हुँदैन भन्छ नि, यहाँ 2 भयो, अनि त्यसरी ए फेरि गरेँ मैले ल। n भनेको 2 छ क्या, इन्टु a भनेको 3 छ,
को पावर na पावर n minus 1 2 minus 1 is equal to 2 into 3 by 6 माथि पनि 6 आएको छ भनेको अब भिजुअली याद राखेर त थाहा हुन्छ नि यो चाहिँ त्यो फर्मुलाको फर्ममा छ भनेर मैले खासमा यो क्वेसन बनाउँदा यो फर्मुला त्यो फर्मुलाको फर्ममा हुने गरी बनाएको पनि होइन तैपनि देखियो हैन 2 नम्बर हाम्रो फ्याक्टराइजेसन छ 1 नम्बर भ्याल्यु हाल्ने मेथड भएको 2 फ्याक्टराइजेसन पनि सक्यो अब 3 नम्बर चाहिँ म के गर्छु भन्दा नि x टेन्ड्स टु इन्फिनिटी को अवस्थामा के गर्ने त जस्तो कि लिमिट x टेन्ड्स टु इन्फिनिटी 2x² + 3x बाई x छ अरे अब x + 5 छ अरे ल यो अवस्थामा के गर्ने यहाँबाट सोचौं पहिला मैले भ्याल्यु हाल्न खोजे है त ठीक छ यो भ्याल्यु हाल्न खोज्दा यो त इन्फिनिटी भयो यो पनि इन्फिनिटी भयो यो पनि इन्फिनिटी यो इन्फिनिटी बाई इन्फिनिटी यो त इन्डिटर्मिनेट फर्म हो भनेपछि लेख्न पाइएन यसरी ब्र्याकेट दिएर इन्फिनिटी बाई इन्फिनिटी भनेर लेख्नु पर्यो पहिला हैन अब के गर्ने लिमिट x टेन्ड्स टु इन्फिनिटी अहिलेसम्म हामीले पढेको मेथड ट्राई गरौँ फर्मुला मेथड छैन त त्यो फर्मुलाको फर्ममा छैन त्यसो भए हामीले ट्राई गर्न सक्छौं फ्याक्टराइजेसन एउटा बेस्ट पोसिबल फ्याक्टराइजेसन भनेको के भन्दा x को बदला दिने 2x + 3 यति हो x 2x ल अलिकति मैले एक्स्ट्रा पनि ट्राई गरेँ ल 2x + 5 - 2 by x + 5 यो कति हुन्छ x अनि 2x + 5 - 2x यो कसरी गरेको बुझ्नु भयो होला यदि हेर्नु ब्यालेन्स भइसकेको छ 2x² + 5x - 2x भनेको 2x² + 3x हो नि त x + 5 हो र यति गरिसक्दा यति भयो अब फेरि लिमिट x टेन्ड्स टु इन्फिनिटी मैले ट्राई गरेको x 2x + 10 - 5 - 2x हैन x + 5 लिमिट x टेन्ड्स टु इन्फिनिटी यो भयो x 2x + 10 - 5x 7x ठीक छ -7x by x + 5 is equal to limit x टेन्ड्स टु इन्फिनिटी हामीले जानेको कुरालाई युज गर्दै जाने क्या सक्दो प्रयोग गर्ने यहीँबाट हेर्दा एन्सर आउने होपै छैन क्या म्याक्सिममलाई मलाई पनि थिएन पहिला सुरुमा अहिलेको होइन धेरै पहिलाको सुरुमा तर गर्दै जाउँ न नआए पनि के छ र हेर्ने नि बा हामीले पढेको कुनै फर्मुलाको आइपुग्छ कि त्यो फर्मुला हाल्दा पनि एन्सर पो आउँदैन त्यो फर्मुला रङ त छैन भनेर हेर्न सकियो क्या यहाँबाट मैले 2 कमन ताने 2x x + 5 - 7x भाइ अल्ल मलाई थाहा छ है यसको एन्सर आउँछ कि आउँदैन x + 5 हो इज इक्वल टु लिमिट x टेन्ड्स टु इन्फिनिटी अब मैले सेपरेट गर्दै 2x x + 5 divided by x + 5 - 7x by x + 5 यो चाहिँ एउटै लिमिट हो यो लिमिट यो कट्टा हो x अप्रोचेस टु इन्फिनिटी एउटा अर्को कन्सेप्ट पनि यहाँबाट देखिन सक्छ हो देखिन्छ 2x -
यो कति हो 7x by x plus 5 ल अब यहाँभन्दा सिम्प्लिफाई हुन सक्दैन जस्तो लाग्यो भने अब भ्याल्यु हालिदिनुहोस् 2 into infinity infinity minus 7 into infinity infinity by के हो यो infinity by infinity भनेको infinity minus infinity by infinity यो पनि त अझै गरी फर्ममा आयो नि त हाम्रो हात अगाडि त्यो अवस्थामा के गर्ने खासमा यो पनि इन्डिटर्मिनेटै हो किनभने हामीले के चाहिँ सब्ट्र्याक्ट गर्ने त त्यो त आइडिया छैन नि त त्यो हो क्या कुरो र यो अवस्थामा हामीले यत्रो सल्भ गर्न खोज्यौँ तर इन्डिटर्मिनेट आयो मैले जानी यत्रो लम्ब्याएको हो किन भन्दा आइडिया डेभलप होस् भनेर अब नर्मली हुँदो रहेछ भन्ने कुरो बुझ्नु पर्यो नि त यसरी सामान्य तरिकाले गर्न सकिँदैन यो एक्सटेन्ड्स टु इन्फिनिटी भएको अवस्थामा अब के गरेर सल्भ गर्ने त भन्दा एउटा क्लेभर ट्रिक छ क्या कसो गर्ने भने डिवाइड बाई द हाइएस्ट पावर अफ एक्स क्या एक्सको हाइएस्ट पावर यहाँ कति छ 2 छ नि भनेपछि एक्स स्क्वायरले डिभाइड गरिदिन्छ माथि पनि तल पनि ल गरौँ त लिमिट एक्स टेन्ड्स टु इन्फिनिटी 2x स्क्वायर प्लस 3x बाई एक्स स्क्वायर एक्स प्लस 5 बाई एक्स स्क्वायर ठिक छ यो लिमिट भयो एक्स अप्रोचेस टु इन्फिनिटी 2x स्क्वायर बाई एक्स स्क्वायर प्लस 3x बाई एक्स स्क्वायर पुरै होल डिभाइडेड बाई 5 प्लस सरी 5 ल ठिकै छ एक्स स्क्वायर प्लस एक्स बाई एक्स स्क्वायर एउटै कुरो हो नि यो बुझ्नु पर्यो है अब यो र यो काट्यो यो र यो पनि काट्यो यो र यो पनि काट्यो कति आउँछ हेरौँ अब इक्वल टु लिमिट एक्स अप्रोचेस टु इन्फिनिटी यो त 2 मात्रै छ प्लस 3 बाई एक्स डिभाइडेड बाई 5 बाई एक्स स्क्वायर प्लस यो त एक्स मात्रै थियो 1 बाई एक्स हो अब के गर्ने त हेरौँ 5 बाई एक्स 1 बाई एक्स ए अब भ्याल्यु हालिदिने क्या यहाँ 2 प्लस 3 बाई इन्फिनिटी 5 बाई इन्फिनिटीको स्क्वायर पनि इन्फिनिटी नै हो प्लस 1 बाई इन्फिनिटी यो कति भयो 2 प्लस 3 इन्टु 0 हो ठिक छ बाई यो 5 बाई इन्फिनिटी 0 प्लस 1 बाई इन्फिनिटी 0 कुनै चिजलाई यदि इन्फिनिटीले डिभाइड गर्छ भने त्यो 0 आउँछ क्या यो कति भयो 2 बाई 0 आयो यो भनेको इन्फिनिटी हो यो त इन्डिटर्मिनेट होइन नि त इन्फिनिटी इज नट इन्डिटर्मिनेट भनेको हाम्रो लिमिट यहाँनिर कति रहेछ लिमिट डज नट एक्जिस्ट हेन्स द लिमिट डज नट एक्जिस्ट यस्तो हुन्छ कहिलेकाहीँ अब एउटा लिमिट एक्जिस्ट गर्ने केस पनि एउटा सिम्पल देखाइदिइहाल्छु अनि सक्यो लिमिट एक्स टेन्ड्स टु इन्फिनिटी 2x स्क्वायर माइनस 5x ल अब मैले सिधै भ्याल्यु हालेँ भने के हुन्छ इन्फिनिटी माइनस इन्फिनिटी आयो ठिक छ यो इन्डिटर्मिनेट फर्म हो यसरी ब्राकेटमा दिएर मैले इन्फिनिटी माइनस इन्फिनिटी फर्म भन्नु पर्यो किन भ्याल्यु डाइरेक्ट हालिनँ भन्दा अब लिमिट एज एक्स टेन्ड्स टु इन्फिनिटी अब एक्सको हाइएस्ट पावरले हामीलाई डिभाइड गर्नुपर्ने छ हो ल यो अलिकति क्वेसनलाई मैले चेन्ज गर्न खोजेँ यसलाई एक्स स्क्वायर माइनस
एक्स पनि हाल्दिएँ मैले इन्फिनिटी माइनस इन्फिनिटी डिभाइडेड बाई इन्फिनिटी माइनस इन्फिनिटी यो पनि त इन्डिटर्मिनेटै हो माथिको न्युमरेटर पनि डिटर्मिनेट छैन तलको डिनोमिनेटर पनि डिटर्मिनेट छैन भनेको चाहिँ साफ साफ इन्डिटर्मिनेट हो अब यहाँ हामीले यट के गर्न सक्छौँ भन्दा डाइरेक्ट डिभाइड पनि नगरौँ न यसो केही हुन त डाइरेक्टै गर्ने हो ठिक छ तर हामीले आफूले पढेका कुराहरू युज गर्नुको लागि अहिले लर्निङ फेजमा चाहिँ हेर्नु पर्यो यहाँबाट एक्स कमन आउँछ तान्दिहाल्ने 2x प्लस 2x माइनस 5 बाई यहाँबाट नि एक्स कमन आउँछ तलबाट तान्दिहाल्ने एक्स माइनस 1 कट्टा कति रह्यो x टेन्ड्स टु इन्फिनिटी 2x माइनस 5 बाई x माइनस 1 रह्यो यसरी हेर्नु पनि पर्यो नि त अब चाहिँ केही उपाय छैन हेर्दा हाइएस्ट पावर अफ एक्सले डिभाइड गर्ने लिमिट x टेन्ड्स टु इन्फिनिटी फेरि अघिको हाइएस्ट पावर होइन नि अहिले हाइएस्ट पावर एक्स मात्रै छ नि भनेपछि 2x बाई एक्स माइनस 5 बाई एक्स बाई एक्स बाई एक्स बाई एक्स minus 1 by x is equal to limit x tends to infinity यो काट्यो 2 minus 5 by x divided by अगाडिको क्वेसन के थियो ठिक छ यो कति भयो 1 minus 1 by x भयो ल अब चाहिँ भ्याल्यु नै हालेँ मैले 2 minus 5 by infinity by 1 minus 1 by infinity यो कति भयो 2 minus 0 by 1 minus 0 2 by 1 is equal to 2 आयो यसको लिमिट नर्मल तरिकाले आउने थिएन नि त तर अहिले आयो क्या भनेको एक्स इन्फिनिटीतिर जाँदा सबभन्दा बेस्ट वे भनेको चाहिँ यसरी निक्लिन्छ भ्याल्यु ठिक छ हामीले अहिलेसम्म पढेको यस्तै हो फर्मुलाहरू याद राख्ने कताबाट के गर्न सकिन्छ त्यो पनि याद राख्ने र धेरै क्वेसन त अहिले सल्भ पनि गरेका छैनौँ हामीले अब अहिले कति नम्बर थियो 4 नम्बर लिमिट x टेन्ड्स टु इन्फिनिटी रुट a माइनस रुट b बाई c यस्तो फर्म छ अरे क्या एक्सनको लागि छ अरे अब यो अवस्थामा के गर्ने भन्ने प्रश्न आउँछ अब पहिला x टेन्ड्स टु इन्फिनिटी पनि नभनौँ एक्सतिर हेरौँला इन्फिनिटीको पहिला x टेन्ड्स टु a हेरौँ अब x टेन्ड्स टु a को अवस्थामा हामीले के गर्ने भन्दा एउटा म सजिलो खालको क्वेसन ल्याएर राख्छु लिमिट एज x टेन्ड्स टु a छ अरे हैन रुट अन्डर 1 प्लस 2x गरिदेऊ न त 1 प्लस 2x माइनस रुट अन्डर 1 माइनस 3x छ धरको चाहिँ फेरि मजाले तानिदिनु पर्यो समस्या त्यति हो हैन डिभाइड बाई x ल अब तपाईले पहिला सुरुमा के गर्ने भ्याल्यु हाल्दिउँ र यो x टेन्ड्स टु a भनेको चाहिँ x टेन्ड्स टु 0 होला x टेन्ड्स टु 0 हो यो 0 भयो रुट 1 माइनस रुट 1 बाई 0 यो त 0 भयो 0 बाई 0 फर्म आउँछ यो चाहिँ दिमागमा क्याल्कुलेट गर्नुपर्छ र के गर्ने भन्दा नि यहाँ त न फ्याक्टराइजै हुन्छ हेर्दा फ्याक्टराइज हुने अवस्थामा पनि छैन कमन पनि केही तान्न सकिँदैन भ्याल्यु हाल्दा 0 बाई 0 आउँदैछ इन्फिनिटीतिर गएको होइन एक्सले डिभाइड गर्न पाइएन गर्ने चाहिँ के त ल एक्सले डिभाइड गर्दा नि एक्स हुन्थ्यो यो त के हो 0 बाई 0 अझै फेरि यहाँ तलतिरै 0 बाई 0 आयो अघि त 0 मात्रै छ नि त यो त झन् समस्या पार्छ यसले के गर्ने हो यस्तो अवस्थामा के गर्ने भने रुट छ नि जब ऱ्यासनलाइज गरिदिने क्या यसको कन्जुगेटले मल्टिप्लाई गरिदिने जस्तो कि लिमिट एक्स टेन्ड्स टु 0 अन्डर 1 प्लस 2x माइनस अन्डर 1 माइनस 3x छ यसलाई पुरै केले डिभाइड गर्दैछ
x ले गर्दैछ नि यो अवस्था छ हैन हामी केले मल्टिप्लाई गर्छौं भन्दा 1 + 2x माइनसको सट्टा प्लस क्या 1 - 3x यो त अब धेरैले गर्नु पनि भएको होला उहिले जमानादेखि क्लास 9 10 मै पनि अन्डर 1 + 2x प्लस अन्डर फेरि यो रुट लेख्न मलाई यति ल्याङ लाग्छ नि 1 - 3x किन त माथि मात्रै गर्दा हुँदैन किन हुँदैन नि ब्यालेन्स चाहियो नि त यो काट्यो भने 1 रह्यो केही पनि चेन्ज भएको छैन भन्ने बुझिन्छ भनेपछि यसरी हान्दा चाहिँ पाइन्छ क्या लिमिट x टेन्ड्स टु 0 यसलाई a यसलाई b भने नि a + b * a - b छ a² - b² यसको स्क्वायर के हुन्छ 1 + 2x हुन्छ यसको स्क्वायर 1 - 3x लाई माइनसले मल्टिप्लाई गरेर -1 + 3x हैन यसरी अलिकति फास्ट पनि हुनु पर्यो धेरै स्टेप लेखेर पनि मजा आउँदैन एक्जाममा लेख्नु होला अहिले त हामीले स्पिडलाई पनि प्रायोरिटाइज गर्दैछौँ नि त x अब यो x सँग प्रोडक्टमा बसेको छ यो त्यसो भए यसलाई सर्ट पाइन्छ भने कपी यहाँ ल्याएर पेस्ट ल यो भयो इक्वल टु लिमिट x टेन्ड्स टु 0 यो 1 र -1 काट्यो यो 5x भयो 5x / x इन्टु 1 / रुट अन्डर 1 + 2x प्लस रुट अन्डर 1 - 3x कमन फ्याक्टर हुनुपर्छ क्या जहिले पनि इन्डिटर्मिनेट हुँदा माथि र तल केही न केही कमन फ्याक्टर छ भने मात्रै इन्डिटर्मिनेट फर्ममा आउँछ x थियो कमन फ्याक्टर यसलाई भर्खर काट्यो अब के भयो त अब के भयो भन्दा यसलाई उठाएँ मैले त्यसलाई सबै थोक उठाएँ यहाँ ल्याएर टाँसेँ अब कति हुन्छ यसलाई 5 पार्नु त हो यति हैन ल त भ्याल्यु हाल्दिने सरासर 5 / माथिको त 0 हराइसक्यो तल 0 भए पनि इन्फिनिटी त आयो बढीमा माथिको 0 हरायो भने तल त जेसुकै होस् न इन्फिनिटी आउँछ हदै हुँदा किनभने यहाँ प्लस चाहिँ इन्फिनिटी - इन्फिनिटी आउन सक्दैन यो 0 √1 प्लस √1 हदै हुँदा इन्फिनिटी थियो यो आएन 5/2 √1 5/2 इन्टु 1 √1 भनेको यो म गर्ने थिइनँ त्यो पनि देखाएको 5/2 अझै लेख्न मन लाग्दा 2.5 तर नलेख्नु होला यतिकै 5/2 नै ठिक छ सक्यो यस्तो डरलाग्दो लिमिटको पनि सल्युसन यो हो क्या र अर्को एउटा प्रश्न देखाइदिउँ कि देखाइदिउँ भन्ने सोच आयो ल त देखाइदिइहेर्छु एउटा प्रश्न अर्को कस्तो प्रश्न भने माथि र तल दुवैपट्टि हाम्रो स्क्वायर रुट छ भने त्यस्तो अवस्थामा के गर्ने त हैन न्युमरेटरमा पनि स्क्वायर रुट छ र डिनोमिनेटरमा पनि स्क्वायर रुट छ भने के गर्न सकिन्छ एउटा सिम्पल म आफै क्वेशन बनाएर देखाउँछु ल लिमिट x अप्रोचेस टु 0 हो स्क्वायर रुट 1 - 2x माइनस रुट अन्डर 1 + 2x जे पाए त्यही हो यो बाई रुट अन्डर 2 - 5x प्लस रुट अन्डर 2 - 2 + 5x x त 0 तर्फ जाँदैछ हैन सरी ल यहाँ प्लस हैन माइनस ल यहाँ हाम्रो क्वेशन x 0 तिर जाँदैछ भने यो √1 भयो माइनस यो पनि √1 भयो बाई यो √2 हो माइनस यो पनि √2 हो 0/0 आयो हो भनेको
हामीले 0/0 फर्म लेख्नु पर्यो साधारण तरिकाले भ्यालु हाल्न सकिँदैन जुनसुकै क्वेसन जस्तै डरलाग्दो देखे पनि भ्यालु हाल्न सकिन्छ कि सकिँदैन लेख्नै पर्छ एटलिस्ट फर्म देखाउन भए पनि लेख्नु पर्छ अब अघि हामीसँग एकापट्टि मात्रै यो इरेसनल टर्म थियो एकपट्टि मात्रै हामीसँग स्क्वायर रुट थियो अब अहिले माथि पनि छ दुईपट्टि तलै छ भनेपछि अघि माथिको मात्रै हामीले ऱ्यासनलाइज गरेको थियो भने योपालि तलको पनि ऱ्यासनलाइज गर्छौँ त्यही भएर लिमिट x टेन्ड्स टु 0 लेख्छौँ र यो त पुरै कपी गरिदिउँ न टक्कसँगले कपी गरेर यहाँ ल्याएर पेस्ट हान्दिने अब पहिला माथिको गरौँ रुट अन्डर 2x 1 - 2x 1 - 2x अब यसको प्लस रुट अन्डर 1 + 2x हो डिभाइड बाई 1 - 2x प्लस 1 + 2x अब यसको मैले भर्खर बनाएको क्वेसन हो एन्सर के आउँछ मलाई पनि थाहा छैन र अब डिनोमिनेटरको पनि गर्नु पर्यो ऱ्यासनलाइज दुईपट्टि नै छ रुट भनेपछि यसलाई त तलबाट जाइयो हैन a² - b² मा ल्याउनु छ क्या यहाँ माइनस छ भने यहाँ प्लस रुट 2 - 5x 2 - 5x प्लस रुट अन्डर 2 + 5x माथि पनि त्यही 2 - 5x प्लस रुट अन्डर 2 + 5x हो पर्फेक्टली भयो अब इज इक्वल टु लेख्ने लिमिट x अप्रोचेस टु 0 यो दुईटाकै a² - b² को फर्मुला लाग्छ 1 - 2 - 1 - 2 यो चाहिँ अब आफै थाहा पाउनु है यो कसरी मैले किन लेखेँ x छुटाएछ ठिकै छ थाहा चाहिँ आफै कि त कपीमा गर्दा नि म 1 - 2x 1 - 2x - 1 - 2x यो दुईटा विलीन भइसक्यो मैले अर्कोलाई एकछिन लेखिनँ अब तलतिर यो र यो यिनीहरूको a² - b² लाग्छ 2 - 5x - 2 - 5x हो अब रह्यो के यो गइसक्यो यो रहेको छ रुट अन्डर 2 - 5x प्लस रुट अन्डर 2 + 5x डिवाइड बाई 1 - 2x प्लस 1 + 2x यो क्यान्सल हान्दा के रहन्छ यो पनि गयो ओहो सरी -2 त गएन यो गयो यहाँ पनि यो गयो इक्वल टु लिमिट एज अफ x अप्रोचेस टु 0 -4x हैन बाई -10x यो माइनस क्यान्सल भित्र त यही नै रह्यो यसलाई स्वाट कपी गर्ने स्वाट ल्याएर पेस्ट अर्को म आफै तान्दिउँला हैन अनि x पनि गयो भनेपछि यो 4/10 रह्यो नि त डाइरेक्ट 4/10 ल अब भ्याल्यु हाली हेरौँ अब चाहिँ यहाँ प्लस आयो क्या माइनस छैन प्लस आयो र प्लस आउँदा 90% जस्तो केसेसमा हाम्रो हराइसक्छ खेल काट्यो नि त एक्स पनि काटिएको छ नि त होइन कमन फ्याक्टर हराइसक्यो क्या अब डाइरेक्ट भ्याल्यु हाल्ने मैले 4/10 टाइम्स रुट अन्डर यो त 0 छ 2 प्लस रुट अन्डर 2 डिभाइड बाई रुट अन्डर 1 प्लस रुट अन्डर 1 भनेको यो 4/10 2 रुट 2 डिभाइड बाई 2 हो इक्वल टु 4 रुट 2/10 अब 4 रुट 2/10 लाई अझै राम्रो पारेर लेख्न मन छ भने कसो गर्न सकिन्छ भने नि यसलाई बाई 5 लेख्दिने
√2 अनि मासतिर 4 हुन्छ यो काट्यो अनि 2 2 जा 4 हो नि त 2√2/5 2√2/5 हुने रहेछ यसको 4/10 जति हुन्छ 2√2/5 त्यति नै होला नि त यो मेरो अजम्सन है जस यहाँ छोडिदिने क्या यतिमा छोडिदिँदा पनि यति भनेछु यतिमा छोडिदिनु बेस्ट हुन्छ त्यही भएर अहिले मैले पनि यही छोडिदिएँ यो अनावश्यक मिहिनेत गर्नु परेन यो तरिकाले एन्सर आउँदो रहेछ भन्ने कुरो मात्रै बुझ्नु अरूलाई ऱ्यासनलाइज गरेर खालि मैले क्वेसनलाई क्वेसन भनेर लेख्न चाहिँ बिर्सेँ क्या यहाँ पनि क्वेसन अनि अरू कहाँ छ क्वेसनहरू हामीले गरेको यहाँ पनि क्वेसन छ क्वेसन त गरियो ठिकै गरियो धेर पनि होइन क्वेसनै हो यो पनि यहाँ पनि क्वेसनै गरियो यो पनि क्वेसनै हो एउटा सजिलो खालको क्वेसनै हो अरू त छैन क्वेसन नम्बर 1 यो 2 यो 3 यो 4 यो 5 यो 6 यो 7 7वटा क्वेसन गरिएछ त्यसपछि हामीले धेरै प्रकारका क्वेसन गर्नु जान्यो अब यो हाम्रो कति टाइपमा थियो त्यो पनि हेरौँ यो 4 नम्बरको टाइप थियो भनेपछि 5औं नम्बरको टाइपमा जाउँ ठिक छ ल 5 नम्बरको टाइपमा जाँदा रेट x अप्रोचेस टु इन्फिनिटी √a माइनस b/c छ हरे एक्सनको लागि यस्तो प्रश्न कसरी सल्भ गर्ने यो कुरो पनि जानौँ न जस्तो कि हामीसँग प्रश्न के छ भन्दा नि लिमिट एज x टेन्ड्स टु इन्फिनिटी लेखिदिउँ एज x अप्रोचेस टु इन्फिनिटी स्क्वायर रुट अफ x माइनस a माइनस स्क्वायर रुट अफ x माइनस b हो अब यो c थियो c भनेको 1 माने मैले ठिक छ अब x इन्फिनिटी माइनस a इन्फिनिटी इन्फिनिटी माइनस a इन्फिनिटी फर्म हो हैन इज इक्वल टु लेख्ने लिमिट x अप्रोचेस टु इन्फिनिटी ठिक छ अब मैले अघि पनि भनिसकेँ क्या के भनिसकेँ भन्दा लिमिट जब x इन्फिनिटी तर्फ जाँदैछ त्यतिखेर हाइएस्ट पावर अफ x ले डिभाइड गर्छौँ क्या त्यो एउटा रुलै हो त्यसै कारणले हाइएस्ट पावर अफ x 1 छ नि तर 1 त रुटभित्र छ भनेपछि x को पावर यो रुट x चाहिँ हाइएस्ट पावर हो x को पावर 1/2 इज हाइएस्ट पावर अथवा यही हो हाइएस्ट पावर अफ x यो तीनटा भनेको त एउटै हो त्यो यिनीहरू मध्ये एउटा कुराले डिभाइड गर्ने यो सबसे सजिलो रुट x ले डिभाइड गर्नु रुट x माइनस a बाई रुट x बाई 1/रुट x हैन माइनस रुट अलिक त्यो ठुलो भयो रुट x माइनस b बाई रुट x बाई 1/रुट x ठिक छ अब के गर्ने लिमिट x अप्रोचेस टु इन्फिनिटी त होइन 0 लेख्यो नि त इन्फिनिटी डिभाइडेड अब एउटै रुट बाई रुट भनेको त एउटै रुटमा लेख्न पाइयो नि त हैन रुट तेरिका हो x बाई x माइनस a बाई x 1/रुट x अझै छँदैछ माइनस टन्डर अलिकति ठुलो रुट चाहियो x माइनस b बाई यो त भयो 1/रुट x इज इक्वल टु लिमिट x अप्रोचेस टु इन्फिनिटी भनिदिने ठिक छ यो कति भयो 1 माइनस a बाई x डिभाइड बाई
1 minus root x minus root under 1 minus b by x by 1 minus root x. अब भ्याल्यु हाल्दिने आनन्दले root under 1 minus a by infinity minus root under 1 minus b by infinity whole divided by यो त एलसीएमै आइसक्यो नि त 1 minus root infinity यही हो कुरो हो. अब रुट इन्फिनिटी पनि के हुन्छ इन्फिनिटी नै हुन्छ त्यही भएर टेन्सनै नलि हो. यो कति भयो हेरौँ है. यो कति हो 1 एनिथिङ बाई इन्फिनिटी 0 माइनस 1 माइनस 0 डिभाइड बाई यो पनि इन्फिनिटी नै हो. यो पनि के आयो 0 आयो इज इक्वल टु हाम्रो यो कति भयो यो 1 माइनस 1 बाई 0 आयो. आउन त यस्तै पो आयो. अब 1 माइनस 1 बाई 0 आइसक्दा के गर्ने भन्ने प्रश्न आउँछ. एक सेकेन्ड है. कहीँ मिस्टेक त गरिएन नि. यी सबै थप त जाँदा त ठिकै जाँदैछ. रुट एक्स अनि यसले हामीले डिभाइड गर्यौँ. यो पनि ठिक छ. यहाँसम्म पनि ठिकै चल्दैछ कुराकानी. 1 बाई रुट इन्फिनिटीले कुरो बिगारो क्या यो होइन. किन यस्तो भयो भन्ने कुरो हेर्दैछु म. यसरी डिनोमिनेटर त्यो साह्रो पो त. ठिकै छ. अहिले हामीले निकाल्दा 1 माइनस 1 बाई 0 आयो. यो भने 0 बाई 0 फर्म आयो होइन. अब एन्सर निस्केन भने फेरि ट्राई गरिन्छ. यो मिस्टेक छ कि छैन नि फेरि ट्राई गर. लिमिट एज एक्स टेन्स टु इन्फिनिटी. यो यस्तो हुनु हुँदैन थियो नि त. केही मिस्टेक गरियो होला बिचमा. एक्स टेन्स टु इन्फिनिटी रुट एक्स माइनस ए माइनस रुट एक्स माइनस बी. अब चाहिँ म स्पिड रन हान्छु है त. एक्स टेन्स टु इन्फिनिटी एक्स माइनस ए बाई एक्स माइनस बी बाई एक्स बाई 1 बाई रुट एक्स. ए यो 1 बाई रुट एक्सले प्रब्लम गरिसक्यो अहिले नै. ए बाई एक्स माइनस यो के हो यो जुन छ यसलाई एक्सले रुट एक्सले मल्टिप्लाई गर्ने. ल लिमिट फ्याँकिदिएँ मैले. अब एकछिन ल ठिक छ. लिमिट कट्टा भ्याल्यु 1 माइनस 1 रुट इन्फिनिटी. यो त जस्तो कि रुट इन्फिनिटी भनेको 0 बाई 0 नै आयो क्या. के गर्ने भन्दा एकचोटि स्क्रिनसट लिउँ. च्याट जिपिटीसँग कन्फर्मेसन गरौँ. होइन अर्को मेथड चाहिँ छ. मैले अर्को मेथड राखेको छु गर्न होइन. त्यही पनि ल पहिला म अर्को मेथडले देखाउँछु नि त एकचोटि. ल क्वेसन त यही हो. ल
अर्को मेथडले ट्राई गरौँ हामीले नयाँ सिकेको तरिकाहरूले लिमिट x टेन्ड्स टु इन्फिनिटी स्क्वायर रुट अफ x माइनस a माइनस स्क्वायर रुट अफ x माइनस b छ हो यो 0/0 फर्म मैले लेखिराखिनँ अब स्क्वायर रुट छ भने यसलाई ऱ्यासनलाइज गर्ने भन्ने कुरा हामीलाई थाहा छ नि त x माइनस a प्लस स्क्वायर रुट अफ x माइनस b बाई स्क्वायर रुट अफ x माइनस a प्लस स्क्वायर रुट अफ x माइनस b ऱ्यासनलाइज गरिँदैछ लिमिट x टेन्ड्स टु इन्फिनिटी x माइनस a माइनस x प्लस b डिभाइड बाई रुट अन्डर x माइनस a प्लस x माइनस b यो दुईटा के भयो x काट्यो लिमिट x टेन्ड्स टु इन्फिनिटी b माइनस a by root under x minus a plus root under x minus b भयो हैन अब यहाँसम्म त हामी आइसक्यौं नि त अब चाहिँ गरौँ ल x tends to infinity त्यति पनि नगरौँ डाइरेक्ट भ्याल्यु हालिदिउँ म त यहाँ माथि त एउटा कन्स्टेन्ट आइसक्यो इक्वल टु b माइनस a बाई यो इन्फिनिटी माइनस a हुन्छ त्यसै रुट इन्फिनिटी प्लस यो पनि के भयो रुट इन्फिनिटी भयो b माइनस a बाई रुट इन्फिनिटी यो चाहिँ b माइनस a बाई इन्फिनिटी एनिथिङ बाई इन्फिनिटी 0 आयो therefore the limit is 0 हो यहाँ त 0 आयो एन्सर पनि यसको 0 हो तर माथिको मेथडले किन 0 दिएन भन्ने कुरा हेर्न खोजेको मैले चाहिँ solve by dividing both numerator and denominator by root x and without rationalization ल च्याट चिप्लामा एकचोटि दिन्छु यो यसले एन्सर निकाल्न सक्छ कि सक्दैन कि यस्तो पनि हुन सक्छ नि त एउटा मेथडबाट हाम्रो 0/0 फर्म आयो त्यसै कारणले हामीले अर्को मेथड युज गर्यौं त्यो पनि हुन सक्छ कुरो चाहिँ त्यस्तो पनि हुन सक्छ च्याट जिपीले त फेरि निकालो तर यसले जे पाए त्यही गरिरहेछ ठिकै छ ल यो क्वेसन अहिले तपाईहरुलाई नै ट्राई गर्नको लागि भयो हैन ऱ्यासनलाइज गर्नु अनि एकचोटि ट्राई गर्नु मैले यो स्मार्ट बोर्डमा लेख्दा केही मिस्टेक गर्ने कि यो स्टाइलसले कपीमा लेख्दा हुन सक्छ कि म अर्को भिडियोमा सके भन्दा नि सम्झे भने अपडेट गर्दिउँला र यति नै छ है एउटा लास्ट क्वेसन गर्छु कुन क्वेसन छ भन्दा fx is equal to ax plus b by x plus 1 if fx is equal to ax plus b by x plus 1 then limit x tends to 0 of f of x is equal to 2 छ हैन and limit as x approaches to infinity of f of x is equal to 1 छ prove that f of minus 2 is equal to 0 चाहिँ हामीले फंक्सन खोज्नु पर्यो क्या सल्युसन गिभनहरु लेख्न सकिहालिन्छ fx को लिमिट fx is equal to ax plus b
by x plus 1. Now we know limit as x approaches to 0 of f of x is equal to 2 भन्दिने is equal to limit as x approaches to 0 अनि यो के हो ax plus b by x plus 1 is equal to 0 x 0 तिर जान्छ अनि अब और यो सल्भ गर्ने के हामीले limit x approaches to 0 of ax plus b by x plus 1 is equal to 0 छ हैन त्यसो भए और लेख्दिने अब भ्यालु हाल्दै हेरौँ न त यो 0 plus b by 1 is equal to 0 आउँछ therefore b is equal to 1 भयो therefore b is equal to 1 भयो भने so fx is equal to ax plus b by x plus 1 थियो है त्यो केमा चेन्ज भयो ax plus 1 by x plus 1 मा चेन्ज भयो अब हामीलाई also we also know भन्ने ल also given के पनि दिएको छ भन्दा limit x tends to infinity fx is equal to 1 छ त्यसो भए limit as x tends to infinity of fx is equal to 1 यो युज गर्दै भ्यालु खोज्ने अनि लास्टमा fx पुरै भेटेपछि -2 हालेर 0 हाल्दिने क्या र एउटा कुरो के भन्दा मैले सुरुमा त्यो x tends to 0 वाला लिमिट गरेँ नि यो लिमिट अनि सेकेन्डमा यो गरेँ नि त्यस्तो खासै यो गर्ने त्यो गर्ने हैन जुन गर्दा नि हुन्छ खासै फरक चाहिँ पर्दैन तर बेटर भनेको सुरुमा देकै गर्ने is equal to limit x tends to infinity ax plus 1 by x plus 1 is equal to 1 छ अब यहाँ डाइरेक्ट भ्यालु हाल्दा के हुन्छ हेरौँ है त or limit x tends to infinity ax plus 1 by x plus 1 is equal to 1 छ नि यो इन्फिनिटी यो पनि इन्फिनिटी इन्फिनिटी बाइ इन्फिनिटी हुन्छ त्यो भएर यो गर्न पाइएन अब के गर्ने यहाँ त रुट पनि छैन यसलाई पनि परेन डिभाइड बाइ हाइएस्ट पावर अफ एक्स गरिदिने लिमिट एक्स टेन्ड्स टु इन्फिनिटी एक्स प्लस 1 बाइ एक्स होल डिभाइड बाइ एक्स प्लस 1 बाइ एक्स इक्वल टु 1 और यहाँ हैन equal to 1 or limit as x tends to infinity यो के हुन्छ भन्ने कुरा आउँछ a plus 1 by x divided by 1 plus 1 by x यो पनि is equal to 1 अब भ्यालु हाल्दिने और a plus or a plus 1 by x divided by 1 plus 1 by x is equal to 1 sorry x हैन इन्फिनिटी भ्यालु हालेपछि फेरि x लेख्न पाइदैन है ठीक छ और यो त 0 a plus 0 by 1 plus 0 is equal to 1 therefore a is equal to पनि 1 नै हो a is equal to पनि 1 नै छ अनि हाम्रो फंक्सन के हुन्छ भन्ने कुरा तर a त 1 होइन यहाँ कहीँ मिस्टेक भयो जस्तो लाग्छ मलाई यसो होइन जस्तो लाग्यो इन्फिनिटी तिर जाँदा त्यति हैन a plus 1 by infinity by ठिकै हो तर यो a 1 यो त यो हिसाबले हेर्दा therefore fx equal to
x plus b by x plus 1 यदि आयो हामीले x टेन्ड्स टु 0 एस एक्स 2 दिएको थियो ए मैले कहाँ गल्ती गरेँ भने होला एकछिन ल यो 0 होइन नि त यार किन हुँदैन भन्दा यो त 2 हो एक सेकेन्ड ल मलाई बोलाउँदै हुन्छ ल ठिक छ होइन यो भयो यो 2 हुन्छ देयरफोर b इक्वल टु 1 होइन त 2 हो नि त थ्याट यस्तो पनि हुन्छ यो पनि यो 1 होइन यो पनि 2 हो गल्ती भएछ हुन त ए 1 नै आउने रहेछ त्यसो गर्दा पनि b को भ्याल्यु हालिहाल्नु पर्यो b त 2 हो यो पनि ठिक छ फेरि यहाँनिर 2 हुन्छ पहिला यहाँ 2 ए x plus 1 हो यहाँ त 2 हुँदैन यहाँ त 1 नै हुन्छ होइन अब ठिक छ a is equal to 1 ax plus b is equal to x plus 2 by x plus 1 आउँछ भनेपछि therefore fx is equal to x plus 2 by x plus 1 हो नि अब नाउ लेख्ने अब टु प्रुभ के प्रुभ गर्नु छ भन्दा f of -2 equals to 0 -2 is equal to 0 प्रुभ गर्नु छ टेकिङ LHS एउटा चिज भन्न बिर्सिरहेको रहेछु है म a by 0 is equal to सरी खाली बिर्सिरहेको रहेछु यो एकछिनमा भन्छु म खाली अघिदेखि भन्छु बिर्सिहाल्दो रहेछु भन्न ल f of -2 भनेको f of -2 is equal to -2 plus 2 by -2 plus 1 यो त 0 भइसक्यो 0 by हजुर ल ठिक छैन अब यो त 0 भयो therefore ल is equal to RHS is equal to RHS therefore LHS is equal to RHS हामीले प्रुभ गर्यौं हेन्स प्रुभड ल यस्तो गरेर हामीले प्रुभ गर्यो है त र यति नै भयो यो भिडियोको लागि अर्थोगामी अरु भिडियोमा हेर्छौं अरु क्वेशन गर्छौं ट्रिगोनोमेट्रिक लिमिटहरु पनि गर्छौं यो भिडियोमा चाहिँ यति नै भनेर मैले कन्क्लुड गर्ने फर्मुलाहरु याद राख्नको लागि सजिलो हो मैले पनि रिभाइज गर्न पाएँ थ्यांक यू